आज आफ्नो व्यस्त समय बावजुद यहाँ उपस्थित हुनु भएर हामीहरूलाई गौरवान्वित गराइदिनु भएको छ। हामी कृतज्ञ छौँ। एउटा रामचन्द्र मेरो गोप्य कुरा थियो, उहाँले खोलिदिनु भयो। यो अन्यथा नलिनु होला। अब टेक्स्ट बुक त बिक्री हुन्छ अनेक सजिलैसँग, यो खालि किताब बिक्री हुँदैन नेपालमा। किन्ने चलन छैन, किनेर पढ्ने चलन छैन, कम छ। यहाँ सबैले धेरै किन्नु भएको छ। यहाँ पनि म अनुग्रहित छु। उहाँले गोप्य कोट के खोलिदिनु भयो, मैले 50 लगानी गरिरहेको छु। त्यो कारणै के भने उहाँ एउटा आफ्नो बिजनेस पनि अब घाटामा जाने, उहाँले बिजनेस कसरी गर्ने। अब त्यो आएर चाहिँ मैले भने अब तपाईँ मात्र किन घाटा जाने, यदि घाटामा गएछ भने 50% घाटा म बिहोर्छु। त्यो हिसाबले मैले लगानी गरिरहेको हो। हुन त उहाँले मलाई रोयल्टी दिन्छु भन्नुभएको छ, तर भने अब त्यो बिक्री भएन पनि पाइँदैन। अनि अब म यहाँ अहिले नै घोषणा गर्छु, यदि यो पुस्तक बिक्रीबाट मैले रोयल्टी पाएँ भने त्यो रकम म यो राष्ट्रलाई अर्पण गर्छु र त्यसको सदुपयोग यो राष्ट्रिय राष्ट्रिय सम्मान कोषमा जानेछ, नेपाल पानी सदुपयोग फाउन्डेसन मार्फत। अब म चार्टर्ड एकाउन्टेन्ट हुँ, म कमर्स पढाएको हुँ, आइसक्यो है। अब यो वास्तवमा मैले कमर्स पढाएँ, पछि त्यसलाई म्यानेजमेन्ट भनियो, बिजनेस एडमिनिस्ट्रेसन भनियो। अब म आफैले पनि अब त्यो विश्वविद्यालयमा पनि म्यानेजमेन्ट बिजनेस एडमिनिस्ट्रेसन पढाएँ। कुसुममा काठमाडौँ स्कुल अफ के अरे म्यानेजमेन्टमा पनि MBA विद्यार्थीलाई पढाएँ। तर एउटा कालखण्डमा के आयो भने मैले काठमाडौँ स्कुल अफ इन्जिनियरिङमा इन्जिनियरलाई मैले पढाएँ, झन्डै 5-7 वर्ष पढाएँ। तर मैले इन्जिनियरिङ विधा पढाएको होइन। सिभिल इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियर, मेकानिकल इन्जिनियर मैले पढाएको होइन। मैले पढाएको अब आजकल मैले प्रयोग गर्ने एउटा वाक्यांश छ, फाइनेन्सियल इन्जिनियरिङ। यी 3-4वटा इन्जिनियरिङ प्रणालीको विधाको अलग अतिरिक्त फाइनेन्सियल इन्जिनियरिङ धेरै आवश्यक हुँदो रहेछ। मेरो 4 दशकको अनुभव र 1-2 दशकको तपाईँको अनुसन्धान अध्ययनबाट मैले त्यो पाएँ। र यो किताब मैले त्यही हिसाबले लेखाएको छु। अब यसमा अब अझ भन्दाखेरि मैले कमर्स पढ्दाखेरि मैले अमेरिकाबाट सर्टिफाइड चार्टर्ड एकाउन्टेन्ट, सर्टिफाइड पब्लिक एकाउन्टेन्ट पास गर्दाखेरि पढेको ज्ञान चाहिँ मैले उपयोग गर्न पाएको थिइनँ। उपयोग हुँदैन, सामान्य जीवनमा त्यो उपयोगमा आउँदैन। जस्तै म्यानेजर इकोनोमिक्स भन्ने पनि सब्जेक्ट छ, त्यो उपयोगमा आउँदैन। तर अब यो पुस्तक लेखनको क्रममा मैले त्यसको भरपूर उपयोग गरेको छु।